हुम्लाको नामखा गाउँपालिका 6 को तिलगाउँ र कुञ्जुङ गुम्बाको बीच भएर बग्ने खोलामा पानी नै नपरी राति 81 बाढी आयो। बाढी मात्रै आएन, बस्ती नजिक पहिरो पनि गयो। गाउँ नै बग्ने जोखिममा परेपछि गाउँलेहरू घर छाडेर निस्किए। उनीहरू 5 दिनदेखि नजिकको विद्यालय र टेन्टमा बसेका छन्। उता घर पनि बिस्तारै बिस्तारै पहिरोमा पर्न थालेको छ। घटना जेठ 1 गते बिहीबार रातिको हो। माथिबाट आएको बाढी र त्यसपछिको पहिरोले 18 घर परिवारका 32 जना विस्थापित भएका छन्। केही स्थानीयवासीले खोला पछ्याउँदै जाँदा झण्डै 5350 मिटरको उचाइ अर्थात् सगरमाथा आधार शिविरकै उचाइमा ताल भाँसिएको पत्ता लगाए। अनि यो चाहिँ दुईटा ताल रहेछ, एउटा यो रहेछ, एउटा ताल चाहिँ, अनि अर्को चाहिँ उत्तो ताल, त्यो ताल जुन अब पानीहरू माथि बरफ छ अनि तल चाहिँ बरफको मुनि चाहिँ पानी छ नि त, त्यो पानीहरू चाहिँ तल जमिनभित्रबाट गएर अनि तल यहाँदेखि तल 1 किलोमिटरसम्मकोमा जमिनबाट निस्किएर आएको रहेछ। अझै पनि अहिले बरफहरू धेरै छ अनि माथि पनि हिउँ तल कालसम्म आउनेको सम्भावना धेरै छ। अहिले जुन उता हिमालमा छ नि त त्योहरू पनि। हिमताल संरक्षणमा काम गरिरहेको संस्था इसी मोडले सेटेलाइटबाट गरेको अध्ययनले ताल दबिएको प्रारम्भिक निष्कर्ष गृहमन्त्री रमेश लेखकलाई रिपोर्टिङ गरेको छ। त्यो हिमतालहरूमा अथवा हिउँ जमेको ठाउँ छ, त्यो हिउँ जमेको ठाउँबाट त्यो मुनिको जो चाहिँ बरफहरू थियो, त्यो बरफहरू चाहिँ बढ्दो तापले गर्दा पग्लियो र पग्लिँदाखेरि जमिन मुनिबाट आउटबर्स्ट भयो र जमिन मुनिबाट आउटबर्स्ट हुँदा त्यसले चाहिँ अब ठुलो चाहिँ बाढीको रूप लियो र लेदोसहित तलतिर बस्तीमा पस्दाखेरि अथवा त्यो खोलामा पस्दाखेरि त्यो बस्ती चाहिँ कटान हुने अवस्थामा आयो र जसले गर्दा हाइड्रो पावर जो 15 किलोवाटको थियो त्यो चाहिँ क्षतिग्रस्त भयो। विस्तृत अध्ययन गरेर एउटा एकदम उच्च किसिमको चाहिँ प्राविधिक टिम बनाउने भन्नुभएको छ हाम्रो चाहिँ गृहमन्त्रीज्यूले र इसी मोड प्लस डिएचएम प्लस एनडीआरएमले अब 1 हप्ताभित्र अथवा 1-1.5 हप्ताभित्र त्यो टिम पनि त्यहाँ चाहिँ अध्ययनका लागि पठाउने भन्ने चाहिँ निर्णय भएको छ। आज घटनाको यकिन कारण र विवरण पत्ता लागेको छैन। 1 गतेको दिन हुम्लाको तापक्रम 22 डिग्रीसम्म पुगेको थियो। औसतमा 14 डिग्री आसपासमा रहनुपर्ने तापक्रम 22 डिग्री सेल्सियससम्म बढेका कारण ताल दबिएको हुन सक्ने विपद प्राधिकरणको अनुमान छ। जुन हिमताल चाहिँ थियो अथवा चाहिँ तालहरू थियो, तालभित्रको चाहिँ त्यो हिउँहरू पग्लिएर त्यो भित्रभित्रै आउटबर्स्ट भएर त्यत्रो चाहिँ क्षति भयो भन्ने कुरा। र अर्को कुरा के छ भने तापक्रमको कुरा गर्दाखेरि त्यति बेलाको तापक्रमको एनालाइसिस गर्दाखेरि तापक्रम चाहिँ बढ्दै गएको, हरेक दिन बढ्दै गएर 22 डिग्री 23 डिग्रीसम्म पुगेको अवस्था छ। यसले गर्दाखेरि पनि के देखियो त भन्दाखेरि त्यो हिउँ पग्लियो र आउटबर्स्ट भयो भनेको त्यसको जे थ्रेसहोल्ड थियो त्यो थ्रेसहोल्डले गर्दा त्यो हाइड्रोलिक प्रेसरले गर्दा तपाईँको त्यो बाहिर आउटबर्स्ट भयो। र त्यो इलाका भनेको हाम्रो इसी मोडको चाहिँ विज्ञको कुरा सुन्दाखेरि त्यहाँ पहिला पनि तपाईँको त्यो आसपासमा यस्तो घटनाहरू भइराखेको थियो। बाढी र पहिरोले स्थानीय विद्यालयमा क्षति पुर्याउनुका साथसाथै जलविद्युत खानेपानी आयोजनामा क्षति पुर्याएको छ। 2 मिटरसम्म कटान भइसकेको हुँदा पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याउने स्थानीयको दुखेसो छ। सरकारको ठुलो ध्यान दिनुपर्ने अवस्था देखिन्छ। यो किन भन्दाखेरि यस्तो अवस्थामा सरकारको अहिले कति नेपाल सरकारको अहिले पहुँच नपुगे जस्तो र सरकारको सबै जहाँ निकाय अब माथिल्लो निकायहरू एकदम ध्यान दिएर यहाँ गर्नुपर्ने अवस्था देखिन्छ। सरकारले घटनाको अध्ययन गर्न निर्देशन दिएर बसेको छ, जबकि स्थानीयले घटना भएको स्थान हेरेर फर्किसक्दा पनि सरकारले प्राविधिक टोलीसम्म पठाउन सकेको छैन, न त उद्धार र राहतका सामग्री नै। कान्तिपुर समाचारका लागि हुम्ला सहकर्मी जनक शाहीको सहयोगमा क्यामेरामा रूपक कोइरालाका साथ विकास आचार्य, काठमाडौँ।